मेसी भारत आए तर फ्यानको सपना हंगामामा बदलियो। सल्ट लेक स्टेडियममा कुर्सी बोतल उड्यो। दर्शकबिन, अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेसीको बहुप्रतीक्षित भारत भ्रमणको पहिलो दिन कोलकाताको सल्ट लेक रङ्गशालामा गम्भीर अव्यवस्था देखिँदा ठूलो हंगामा भएको छ। मेसी 20 मिनटमै फर्किएपछि फ्यान आक्रोशित बनेका थिए। टिकट काटेर घण्टौं कुर्ने फ्यानले न प्रत्यक्ष न ठूलो स्क्रिनमै मेसीलाई राम्ररी देख्न पाए। भिभिआइपी घेराबन्दीका कारण आक्रोश बढ्दा कुर्सी उखेलिए, बोतल प्रहार भयो र केही फ्यान मैदानमै प्रवेश गर्दै तोडफोड गरेका हुन्। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले खराब व्यवस्थापनका लागि मेसी र फ्यानसँग सार्वजनिक माफी मागिन्। पुलिसले मुख्य आयोजक शतद्रु दत्ता विरुद्ध एफआईआर दर्ता गर्दै कुप्रबन्धन र सार्वजनिक सम्पत्ति नोक्सानको आरोपमा पक्राउ गर्यो। न्यायिक समिति गठन भयो र आयोजकले टिकट रकम फिर्ता दिने प्रतिबद्धता जनाएको छ। भ्रमणको पहिलो दिन शनिबार उनले कोलकाता र हैदराबादमा प्रशंसकहरूलाई भेटे र हिजो उनले मुम्बईमा भारतीय क्रिकेटर सचिन तेन्दुलकर र फुटबल स्टार सुनिल छेत्रीलाई भेटेका थिए। मेसीलाई भेट्न धेरै सेलिब्रिटीहरू वानखेडे रङ्गशालामा पुगेका हुन्। यो घटना भारतमा ठूला अन्तर्राष्ट्रिय इभेन्टको व्यवस्थापनमाथि गम्भीर प्रश्न बनेको छ। विश्वकै ठूलो स्टार आए पनि व्यवस्था कमजोर भयो भने उत्सव हंगामामा बदलिन सक्छ। बाँकी भ्रमण शान्त र सुरक्षित हुन्छ कि हुँदैन, सबैको नजर त्यसमै छ। यस्तै ताजा अपडेटका लागि स्पोर्ट्स लाइन नेपाललाई फलो, सब्स्क्राइब गर्न नबिर्सनुहोला।